यहाँ चाहिँ छोरो हो 또 묶거든요. सबैलाई थल्दा थलिन्छ भगवान थल्दा थलिन्छ अब यहाँ ल यहाँलाई पुग्यो यति यहाँलाई है त ल अब एउटा कलश अहिले त अर्को साबुनले खतरा नि त त्यो देखाउँछ नि आउँछ कि त्यो बोल्दा त्यति काम चलाउँछ बस्नु पर्यो नि अहिले पन्ध्र ल ठिक छ 36 अब त्यहाँ कलश राख उ त्यो कलर पल्लो कलश क्या हो त्यो पानी भर्नु पर्यो त्यहाँ अब नानी त्यहाँ पानी भयो त्यो भौती कलश ल अरू यति हो ल अब आफू बस्नु पर्यो ल दाईहरू किन्न आला यतिलाई आऊ यो दाइ ल आऊ ल दाइ आऊ आउनु दाई ल पहिले यहाँ दाइ आऊ बाबुले सिकाएको जानेहरू छ जानेहरू छ हेरेँ मैले पहिला त्रिकोण भन्छ तीनटा हिमालको बुढाबुढीले एउटा पूजा हुन्छ तिम्रो बुढाबुढीले एउटा पूजा लाउ ल बसौँ ल ल त्यो भयो नि ओ औतेल जगन्नाथ देवना सोचाध्याय दीपक कलश गणेश पूजन पूर्वक साजीभाग अग्नि थापन ब्रह्मा विष्णु महेश्वर महाकाली महालक्ष्मी महा सरस्वती देवता पूजन पूर्वक तथा च गायत्री सावित्री सरस्वती देवता पूजन पूर्वक तथा च थाल्योपरि श्री सत्यनारायण पूजन तथा च थाल्योपरि भव देवता प्रति थाल्योपरि शिव देवता प्रति ओ ल त्यो पानीले यसो जग्गा तोक्याउ अलि छर होइन बसेरै हुन्छ यसो छर्देऊ अलिअलि सबै ठाउँमा ओ ल भयो अब एकवटा औँठी लगाऊ त्यहाँ औँठी छ सबैजना औँठी देऊ दाहिने हातको साइले औँठा लगाउने औँठी दाहिने हातको साइले औँठा है हो मिलेसम्म यो आफूले नकाटाउने भित्र राख्नु हुन्न बिचमा राख्ने यो आफूले बिचमा राख्ने औँठी यसमा राख्ने हो दाहिने हातको हो यसमा यसमा राख्ने बिचमा है त हो त्यहाँ आँखालाई बिचमा हो त्यहाँ ल उठाउनु पर्यो बाबु ल अब दही दही ल्याउ एउटा हातमा ल्याऊ कुलेर हातमा ल्याऊ हरिओम दस आलिएको छ हरिओम अब ब्रह्मा विष्णु महेश्वर तीन मूर्ति भएको छु
भगवान छन् सत्यनारायण तीनमूर्ति भएको शिव भगवान छन् त्यो भगवानलाई मैले सुनको प्रतिमा सम्झिन्थ्यो सुनको प्रतिमा मैले चढाएको भगवान भएर ब्रह्मा विष्णु महेश शिव आत्मा सन्दाजी क्रियाको प्राण छ देवता यी भिजन सौदिम प्रेम ऐश्यम नुनम मूर्ति प्राण विनियोग मानवलाई राखिने मैले भगवानले सुनको मूर्ति चढाएको भएर चढाइ मानवलाई राखिने ल अब पहिला त्यहाँ पञ्चामृत चढाइदेऊ पञ्चामृत चढाउने हामी सत्यनारायण यो पञ्चामृत सत्यनारायण पञ्चामृत चढाइदेऊ होइन थालीमा भने कहाँ आयो हो थालीमा ल भयो अब जस्तो यहाँ मैले भने जस्तो देवीको पूजा गर्दा फेरिमा जस्तो मन्त्र लाएर पूजा हुन्छ सत्यानारायण पूजा त्यही हुन्छ र म यहाँ भन्छु तिमीहरू पूजा है सत्यानारायणको ओम पूजा गर्दै गर्ने ओम क्रिम यम रम वम सम खम सम सह ल अब पूजा गरेर प्राण प्रतिष्ठा यो सत्यानारायण पूजा गर्दा यो मन्त्रले पूजा गर्नुपर्छ ओम ब्रह्मगन्ध सहदेव बुद्ध सहदेव विनागन्ध मनोगन्ध अब जल लिइराख्ने हातमा जल ल आज ल्याउ न जल लिइराख्ने हातमा हो हेनातरमा है मुरारी स्वर्ण सवारी सवारी सामग्री सौदी अनु गरी तयारी पूजा मगरको अनु सवारी भएर म पूजा भवन यहाँ गर्नु भएर जल चढाइदिने जल चढाइदिने अब आसनबाट पुसाबको लिने आसन पुसाबुडको आसन आसन सर्वमी ब्रह्मासी सत्यनारायण नमो नमः अघि मैले तिमीलाई आसन दिएको थिएँ नि बस्नलाई त्यस्तै भगवानलाई नि अब आसन राखिदिने आउनु बस्नु भएर राखिदिने आसनम अब अरे यहाँ म अर्घ लिने अहिले पुजारी अर्घ थियो नि अर्घ लिने हातमा अरे यहाँ लिइराख्ने अरे यहाँ पुजारी अर्घ लिइराख्ने म भनेपछि चढाउने लिइराख्ने हरियम सर्व्यामी रमासी सत्यनारायण अर्घ चढाइदिने हो चढाइदिने अब ध्यान गर्ने फुलाले हात जोड्ने सबैजनाले ध्यान गरिरहनु भगवानको ध्यान सर्व्यामी हो ध्यान प्रभुको ध्यान मगर सबै भएर भगवानलाई चढाइदिने छोरा सेता ध्यान रमासी सत्यनारायण है नमो नमः अब गङ्गाजी जल लिने जल विशाह गङ्गा जल गङ्गाजीको जल पवित्र छ यसलाई श्रीखण्ड चन्द्र कपुर मिसाई यही पाठशालीहरूको दुई भाग धोई हिन्दू र भक्तिलाई मैले हजुरको पाउँदै भएर जल चढाइदिने जल चढाइदिने अब खाली गाई दुध लिने गाईको दुध भइहाल्छ नि खाली गाई दुध त्यो खाएको कुनामा छैन त्यो माथिको कागज एउटा फुलले चोबेर पहिले गाई दुध चढाइदिने पाँच पकाउनु पर्छ फेरि गाई दुध चढ्यो अब जल चढाइदिने जल चढ्यो होइन जल चढ्यो फेरि जल लिइरहने काश्मीर केशर कपुर सुगन्ध राखी पञ्चामृत मिसी गङ्गा पवित्र पारी यो बाहुली धुन तयार अर्घनाथ यी बजु कर्णको बसेनाथ भएर जल चढाइदिने जल चढाइदिने प्रियन्त प्रजाको अब पञ्चामृत लिने
पञ्चामृत दिने होइन अर्को बाल्टी भने सबैलाई दिने अलिअलि लिइरहन्छ सबैले फुलले चोब्ने लिइराख्ने पञ्चामृत है त्यो मन्त्र सहित चढाउनु पर्छ ल है त यो गाईको दुध पवित्र छ पुष्टकारी आरोग्यमा प्रथम अमृत नामधारी अज्ञा दिन हविन कविन प्रदान करुणा निदान भएर मैले यो गाईको दुधमा सबै कुरा मिसाएको छ दही घिउ मह मिसाएर बनाएको पञ्चामृत हो मैले भगवानलाई चढाएँ भनेर पञ्चामृत चढाइदिने पञ्चामृत चढाइदिने अब शुद्ध जल चढाइदिने शुद्ध जल चढाइदिने अब दही लिने खाली दही यो एक रात मात्र जमाइएको यो दही एक रात मात्र जमा दही हो होइन यो एक रात मात्र जमाइएको यो गाईको दही हिमतुल्य सेतो गाईको दही हिमाल जस्तो सेतो हुन्छ अरे गाईको दही हिमतुल्य सेतो अज्ञान ज्ञान कृपा सबै छुट्याए मेरो ज्ञान अज्ञान सबै छुट्याइकन यी वर्ष एउटा कृपालाई भएर मेरो ज्ञान अज्ञान छुट्याए मैले दही चढा भमा दही चढाइदिने रमासी सत्यनारायण अब शुद्ध जल चढाइदिने शुद्ध लगेन अब घिउ लिने डुब्नाले घिउ सबैले ल्याउ घिउ घिउ लिने सबैले है नराखी अनि सफा गरी बिलाउने केही नराखी अमितलाई भनी घिउ गरे तयारी लाग्नु सेवन मनो सिद्ध रक्तपारी भएर घिउ चढाइदिने घिउ चढाइदिने अब शुद्ध जल चढाइदिने आप अस्मात् शुद्ध दगे नमः अब मह लिने शुद्ध मह लिइराख्ने चढाउने होइन लिइराख्ने हो लिइराख्ने मह ल लिइराख यता देऊ ल लिइराख है त म त्यसै लिइराख्ने मौरीहरू लिइराख मौरीहरू फुल अनेक चाली चाली मौरी सबै ठाउँमा यहाँको मौरी जहिले चितुङको चितुङ आइपुग्छ होइन मौरीहरू फुल अनेक चाली चाली दम्बै र फुलमा मौरी बस्छन् के गरेर जस्तो बस्दैन मौरी ढाइरीको फुलमा बस्दैन मौरी अरू सबै बस्छ ढाइरी फुलमा बस्दैन है त मौरीहरू फुल अनेक चाली चाली संसारबाट अमृत निकाली सबैबाट यो महले अमृत निकाली गर्छन् तयार किनेका घरबाट यही टक्ने आउँछु खुसी बनाउने नाचलाई भएर म चढाइदिनु अब शुद्ध जल चढाइदिनु अब अस्मात् शुद्ध लगेन जल चढाइदिनु ल शुद्ध जल चढ्यो अब सक्खर अथवा चिनी लिइराख्ने ल सक्खर चिनी ल्याऊ हातमा ल पेली उखु कन महा रस मात्र राखी उखु पेलेर रस मात्र राख्ने छान्छन् नि पेली उखु कन महा रस मात्र राखी पागेर पञ्चजुन दैव पुष्टकारी सखर भनेको पुष्टकारी हो अघि पुष्टकारी केही सरखराया गरी हजुरलाई तयारी टक्राउँछु म यम दण्ड छुटट मलाई म भमाले यो चढाउँछु मलाई कोहीबाट दण्डबाट छुटो भमा लगाएर चढाइदिने
रमासी सत्यनारायण नमः चढाइदिनु अब जल चढाइदिनु दुधो जगे नमः दुधो जल आप जगे नमः ल अब वस्त्र हेरियो यसलाई पहिला आर्य पानी यसो धुवाइगा थिएँ अलिअलि यसो फर्किने ल ल हेना त यी समय माफीमा फुलेका ल्याइरहेछु ठुलो जङ्गलमा झुलेका माला पनि अग्निको पूर्वपट्टि बुझाएर अग्नि पूर्वे नमः हाम्रो पेपरमा त सिरो के थोरो भने यो सिरो हो दे अब तोरणलाई पूजा गर तोरण माथि पूजा गर तोरण माथि गर्नुमा ओ तोरण माथि जागा ल्याउले सबै ल्याउ यहाँ हो ठिक छ आप पेट बाँध राख्नु पर्यो आफ्नो पिपल कहाँ छ 5औं नम्बर ग्रुप त्यसलाई माटो जहाँ त्यति राख्ने हो त्यति राख्ने अब आगो ल्याएर त्यो राख्ने त्यो जोडेर राख्नु के अहिले त माया सारा त्यो दियो माया सारा कुन एउटा कोहीले हातमा त्यो हातमा ल्याऊ दियो हो उतालाई सबै छोडिदियो है छोडिदियो हो त्यसरी ल हल्ला गर हरिओम त सभा लाख हो सुनको बत्ती चाँदीको दियो भन्छु त्यो म अब त्यो टिपेर पहिला यो बाली पहिला बाली पछि बाहिर बाल्नु पर्छ सबै सर्काउनु जाने सर्काउनु जाऊ न सबै सर्काउनु यता सर्काउनु जाने चिप्रे त सर्काउँदै आउने बाहिर बाल्दै आऊ न बाल्दै आऊ क्या यो सबैले मैले बिहानै भनेको सबैले बोलेको कुरो नसुन्नु होला अब बाल्दै आउने हो त्यसरी सर्काउँदै आउने उता यता बाल्नु सर्काउनु फेरि यति उता होइन यता हो यता हो अब यसलाई सर्काउ
यहाँ माना ल्याऊ हो त्यसै सिक्का पैसा राख्नु पर्दैन आउँदा बेला आउँछ आइसकेपछि हो सिक्का पैसा राख्ने तेल थप्ने ऊ त्यो कपुरपट्टि राख्ने आउँदैछ बेला उल्टो हो त्यो यता हुन्छ त नि भन्दै नानी त आऊ छोडेर आउनु सल्काउँदै आउनु एउटा कुरा के हुन्छ भने यहाँ यो आफ्नो कपडाको जत्न गर्नु होला अहिलेको कपडा एकदम खतरा हुन्छ त्यस कारणले आएमा झोपिनु नझोपिनु होला कपडाको जत्न गर्नु होला ल कपडाको जतन गर्नु सर फटाफट अलि सर्नु त अनि सबै अलिक यसरी सुनि गरेर नि के आज ए बलराम बत्ती बाल्नु पर्दैन त्यो बत्ती पानीको धारो बाहिर बाहिर खासै भिडियो बनाउन आउँदैन
कसरी हो यसमा यार आनात्ना होस् यार हिन्न नाच्नु आइज मलाई आउँदैन आइज उफ्रिने आइज तेरो यो पाप मुक्त हुन्छ जब गौतम भन्नु भएको सोही कारणले यो बगैँचामा झरा पन्छी पनि कोही नलाग्यो अब हजुर यस बगैँचाभित्र जानु पर्यो विश्वामित्र ऋषिले भन्दाखेरि परमात्मा राम परमेश्वर जानुहुन्छ रे लला भन्नु अझै ले जान्छ लला भन्नु लला भन्नु
लाने भनेन होइन के अन्त लाने त्यो कसरी के भन्नु थियो पठाइदिनु लाग्यो अझै पठाइदिनु लाग्यो ल ओके यहाँ भात नखानु भयो भने एउटा दर्शन गर्थ्यो होइन भात कसरी ल्याउनु भन्नु न त्यो भएर हो क्या गर्नु ल Some of the video अहिले त सकेर रहेछ अन्तिम रहेछ सम्झेउ भने फेरि पनि नमरी बाँचे आगोलाई राखे है सम्झना नमरी बाँचे आगोलाई भाइ मिलेर हरि कीर्तन गायौँ भाइ मिलेर हरि कीर्तन गायौँ हजुरले सम्झेर हामी नमरी बाँचे आगोलाई
लक्ष्मीले सधैँ बास गरौँ घर परिवार सबैको मनको ताप नमरी बाँचे